देख्न सक्नुहुनेछ डोजर चलिसकेको छ त्यहाँका संरचनाहरू भत्काउने कार्यक्रम सुरु गरिसकिएको छ। ओ माय गॉड यति बेला नेपाल प्रहरी नै सक्रिय बनेको छ। तपाईले देख्न सक्नुहुनेछ नेपाल प्रहरीले भित्र फसेका र ल्याउन बाँकी सामानहरू बाहिर ओसार्दै गरेको दृश्य तपाईले देखाइरहेको छ। देख्न सक्नुहुनेछ यति बेला नेपाल प्रहरीले निकै सक्रिय भएर सहयोग गरिरहेको छ। कुनै बेला यो ठाउँमा बाढी आउने गर्थ्यो र बाढी आउँदाखेरि नेपाल प्रहरी अग्र स्थानमा खटिएर यहाँका बस्तीका बसोबास गर्ने मान्छेहरूलाई जोगाउनको लागि खटिने गर्थ्यो भने आज उहाँहरू यो ठाउँबाट सुरक्षित स्थानमा सार्ने भनिसकेपछि यो सामानहरू जो चाहिँ जोगाउन सकिएको थिएन, डोजर आइसकेको थियो र डोजर आउँदाखेरि पनि बाहिर निकाल्न नसकेको सामानहरूलाई चाहिँ बाहिर निकाल्नको लागि नेपाल प्रहरीको टोली सक्रिय भएको छ। तपाईँले देख्न सक्नुहुनेछ डोजर चलिसकेको छ त्यहाँका संरचनाहरू भत्काउने कार्यक्रम सुरु गरिसकिएको छ र नेपाल प्रहरीले चाहिँ तपाईँले देख्न सक्नुहुने ओ माय गॉड र नेपाल प्रहरीले सहयोग जुन गरिरहेको छ यसलाई चाहिँ सराहनीय रूपमा हेर्नुपर्छ। र माथि तार रहेको छ, तार भाँचिन सक्ने अवस्था पनि त्यत्तिकै रहेको छ भने डोजर बिहानैदेखि सक्रिय रहेको छ। तपाईँले देखिराख्नुभएछ माइकिङ पनि भइराखेको छ। माइकिङ जसरी देखिराख्नु भएको छ नेपाल प्रहरीले माइकिङ गरिरहेको छ र भिडभाड नगरिदिन कहीँ चोटपटक लाग्न सक्छ भनेर उहाँहरूले भनिराख्नु भएको छ र माइकिङ गरिरहेको यो दृश्य तपाईँमा आज हामीले देखाइरहेका छौँ। नेपाल प्रहरीले चाहिँ यहाँ हातपातको अवस्था सिर्जना भएको छ। हातपातको अवस्था सिर्जना भएको छ। पत्रकारहरूमाथि पनि हातपातको अवस्था सिर्जना भएको छ। तपाईँले देख्न सक्नुहुनेछ, तपाईँले देखिराख्नु भएको छ नेपाल प्रहरीले यसरी पत्रकारहरूमाथि नै हातपातको अवस्था सिर्जना भएको छ। यति बेला अपराधीलाई जस्तो पत्रकारलाई पनि दुर्व्यवहार हुन्छ सर। पब्लिक प्लेसमा तिमीहरूले मिडिया कोटाउँदै भित्र छुटाउने तपाईहरुको अपराध हानिरहेछ पत्रकार हैन त्यो चाहिँ अघिदेखि ओले हराउँछ तपाईले देखिरहनु भएको छ हैन भित्तामा बस्नु के र यति बेला देख्न सक्नुहुनेछ र पत्रकार लगायतको टोलीसँग पनि प्रहरीले अलिकति दुर्व्यवहार गरेको भन्ने खबर आएको छ। उहाँहरूले भनिराख्नु भएको छ र भिडभाडको समयमा हुनसक्छ कहिलेकाहीँ धक्कामुक्की हुनसक्छ र सबै साथीहरूले संयमित भएर काम गर्नुपर्छ। हाम्रो भनाइ त्यही छ।